बानकाको मूल भाव बानका कथाको मूल भाव चाहिँ के हो? अब लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला र अलिकति मेरो सहायता गरिदिनु होला। टेलिग्राम च्यानलमा सबै प्रकारको नोट्सहरू म दिने गर्छु। एउटा च्याप्टरको 50 रुपियाँ गरेर, तर त्यसमा सबै इम्पोर्टेन्ट नोट्सहरू म कभर गरिदिन्छु। 100% त्यो एक्जाममा आउँछ ल। अनि 100% एक्जाममा आउने नोट्स चाहिँ म 50 रुपियाँको एउटा च्याप्टरको 50 रुपियाँ गरेर नोट्सहरू प्रोभाइड गर्नेछु तपाईँलाई। त्यसमा मूल भाव कथा सारका साथसाथै चारित्रिक चित्रणहरू, विशेषताहरू सबै कुरा नै वर्णन गरिन्छ। दुःख पीर मर्कालाई सरल भाषामा वर्णन गर्ने खालको सबै कुराहरू वर्णन गरेर दिन्छ। मलाई त्यहाँको एउटा सानो सानो क्वेसन निकालेर पनि म बनाएर दिनेछु। सो कथासार चाहिँ म यहाँनिर एउटा उसको लागि भन्नेछु, ट्रायलै भनौँ न, अब कस्तो क्वेसन एन्सर तपाईँले बुझ्नुहुन्छ। सो कथासार चाहिँ के हो भन्दा बानका कथामा कथाकार एन्टोन चेखभ हुन्। बानका कथाका कथाकार एन्टोन चेखभ हुन्। प्रस्तुत कथामा 9 वर्षको टुहुरे केटो बानका अलियाखिन मोचीकोमा काम गर्छ। उसको मालिक र मालिकनी साथै रसियाका मानिसहरू ख्रिस्ट धर्म मान्छन्। ख्रिस्ट धर्म यानि कि क्रिस्चियन धर्म मान्दछन्। क्रिसमसको अघिल्लो दिन मालिक र मालिकनी गिर्जा गएपछि बानका बडादिनको शुभकामना व्यक्त गरेर एवं मनको दुःख पोखेर आफ्नो बाजे मकारिकलाई चिठी लेख्न बस्छ। बानकाको बाजे 65 वर्ष पुगेको सिकुटे शरीर भएको अनि गिबारेब नामक व्यक्तिकोमा चौकीदारको काम गर्छ। मकारिक हँसिला रातापिरा र ठट्यौली रुचाउने व्यक्ति हुन्। बाजे मकारिकलाई बिउ कुकुर र कुकुर्ने कास्ताकाले पचाएको कुरा बानका सम्झिरहन्छ। बिउ कुकुरको स्वभाव मानिसलाई आदर गर्ने किसिमको भए तापनि चोर्ने बानीले गर्दा कुटाइ खाइरहन्थ्यो। बाजेले कुकुर र स्वास्नी मानिसलाई नसुँगाउने गर्थे। नोट्स चाहियो कमेन्ट गर्नु होला, म टेलिग्राम लिङ्क पठाइदिन्छु, त्यहाँनिर कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। मसीमा कलम चोबेर बानका आफ्नो मनको पीर पोख्दै चिठी लेख्दछ। मालिकनीले उसलाई साह्रै हेप्छन्, कुट्छन्, खान दिँदैनन्। माछाको कत्ला निकाल्दा पनि त्यही माछाले मुखमै हिर्काउने गर्दछन्, राइट। अनि मान्छेहरूले उसलाई भट्टीमा रक्सी लिन पठाउँछन्। मालिकहरू चाहिँ सुतिरहन्छन्, तर उसले मालिकको सानो नानी कक्रोमा हालेर हलाइरहनु पर्ने, किनकि अब राति नानी उठिहाल्यो भने पनि उनीहरूलाई चाहिँ दुःख नहोस्, त्यही बानकाले नै त्यसलाई हलाइरहोस् सुताइरहोस् भन्ने खालको थिए। राति प्राय उसले सुत्न पनि पाउँदैन थियो होइन। अनि यदि बाजेले उसलाई त्यहाँबाट छुट्याएर लगे उसले बाजेका निम्ति नस पिसिदिने, ईश्वरसँग प्रार्थना गरिदिने, जुत्ता सफा गर्ने र आवश्यक परे भेडा चराउने प्रण गर्दै चिठी लेख्छ। बानकाले मासको सहरमा केटाकेटीलाई प्रार्थना गाउन नदिएको कुरा, बल्छी मासु र बन्दुकको दोकान हिउँ परेको इत्यादि कुराहरू पनि चिठीमा लेख्छ। बानकाको मिल्ने केटी साथी ओल्गाले पढ्न लेख्न सिकाउँथे भन्ने कुरा पनि उसले आफ्नो चिठीमै वर्णन गरेको हुन्छ। मालिकहरूको कुटाइ पिटाइ र हेपाइले बानकाको जीवन कुकुरको भन्दा पनि तल्लो दर्जामा भएको कुरा बानकाले चिठीमा लेख्छ। यसरी बानकाले त्यस्तो दुःखमय जीवनदेखि छुटकारा दिलाउनको लागि बाजेको नाममा चिठी लेखेर लेटर बक्समा हाल्यो। बानकाले सपनामा उसको बाजेले चिठी पाएर बान्छेलाई पढेर सुनाएको कुरा देख्यो र बिउ कुकुर छेउमा घुमिरहेको पनि उसले आफ्नो सपनामै देखेको हुन्छ। र लाइक कमेन्ट गर्न नबिर्सिनु होला। र यदि तपाईँलाई यस्तै नोट्सहरू अलग अलग प्रकारको चाहिन्छ भने टेलिग्राम च्यानलको लिङ्क पठाइदिन्छु, कमेन्ट गर्नुहोस्।